हेर्दा हेर्दै बाढी आएको छ। आज तपाईहरु हेर्न सक्नुहुन्छ, यहाँ ठुलो बाढी आएको छ। आज मानिसहरुको धनमालको ठुलै क्षति हुने देखिन्छ। पानी चाहिँ नि परेको छैन, तर माथिबाट धेरै चाहिँ नि यो बाढीले धेरै क्षति गरेर आइरहेको अवस्था छ। पक्कै पनि माथि सुन्दरजलतिर ठुलो पानी परेको हुन सक्छ। यहाँ एकदम कालो मैलो चाहिँ नि पानीको धेरै ठुलो धारा आएको हुनाले आज धेरै मान्छेहरूको घरबार चाहिँ नि यहाँ उछिन्न सक्छ। आज चाहिँ नि हाम्रा खोला छेउछाउमा बस्नुहुने महानुभावहरूले ध्यान दिएर बस्नु होला। पानीको लचकता धेरै नै बढी देखिँदैछ। यहाँ पानी लच्किरहेछ। हेर्नुस्, पानी बढेकै छ, खोला बढेकै छ। धेरै नै ठुलो क्षति हुनेवाला छ। आज मनहरा खोलाले धेरै ठुलो क्षति गर्नेवाला सम्भावना देखिन्छ। साथीहरू, पुलबाट माथि पानी निस्किनै लागिसक्यो। लगभग आधी पुलको आधी आइसक्यो पानी।